नमस्कार मेरो छोरा बुहारी नाति नातिना सबलाई मेरो नाम हो भुपू लाउरे गणेश बहादुर कठे छेत्री। मेरी आमाले 10 महिना बोक्नु भयो, 10 धारा दुध खुवाउनु भयो, पानी झरी भन्नु भएन, घाम लाग्यो भन्नु भएन, कति कष्ट गरेर पाउनु भयो। तर उहाँको दुखेसो मैले मेटाउन पाइनँ। पानीमा भए पनि, फुलमा भए पनि, जङ्गलमा भए पनि आत्मा त मर्दैन भन्छन्। तपाईँ स्वर्गमा भए पनि मैले तपाईँको चाहिँ सदा सर्वदा मैले हात जोडिराखेको छु। मेरी आमा त्यस अवस्थामा म कमजोर अवस्था थिएँ, तपाईँलाई मैले केही दिन सकिनँ। आज मेरो छोरा बुहारी नाति नतिना पलातीसम्म छ, मसँग कुनै कुराको कमी छैन। तर मेरो आमालाई भेट्न मुद्दा लाग्ने भए म ठुल्ठुलो कार्यालय गएर बाँध्थेँ होला, मुद्दा लड्थेँ होला। तपाईँ जे भए पनि, जस्तो ठाउँमा भए पनि हामीले जन्म दिनुभयो। अब हामीलाई पनि अर्को जन्ममा तपाईँकै साथमा लानुहोस् भनेर 10 हात जोडेर म प्रार्थना गरेको छु। पुग्न त पुग्छ पुग्दैन, पुरोहितहरूले भन्नुहुन्छ श्राद्ध गरेपछि यो पायस चाहिँ उहाँहरूलाई पुग्छ। तर मैले दिइरहेको छु, पुगोस् नपुगोस् जय नेपाल। बोलेको सबलाई पुगोस्।